आफ्नो गर्लफ्रेन्ड र श्रीमतीको ओरिजिनल सुन्दरता देख्नको लागि चाहिँ बिहानै हेर्नुपर्छ अरे क्या त, बिहानै भेट्नुपर्छ अरे, अनि थाहा पाउँछ अरे क्या त ओरिजिनल सुन्दरता चाहिँ। त्यही भएर हेर्नुहोस् न, मेरो चाहिँ अनुहार चाहिँ यस्तो डरलाग्दो भइरहेछ, किनकि भर्खर उठ्नु बित्तिकै त आएको, मुख पनि धुएको थिएन, अन्त पानी भिक्रेछ नि त माछा खुवाएको, त्यही भएर चाहिँ पानी बनाउनु जाँदै थिएँ। तपाईँहरूकोतिर कस्तो छ अहिले? हाम्रोतिर त रातभरि पानी पर्न थालेको छ, अन्त खोल्साहरू बढेर हेर्नुहोस् न पानीहरू यस्तो डिस्टर्ब हुन थालेको छैन। यो चाहिँ खोल्साबाट तानेको थियो हाम्रो पानी, अस्ति चारैपट्टि पानीहरू सुक्यो नि त, सबै खोल्साहरू सुकेर चाहिँ हामीले यो डाइरेक्ट ठुलो खोल्साबाट तानेको थियो। अन्त अब एक दिनको लागि चाहिँ खोल्साबाट तान्ने, किनकि अझै त अलिक टाइम छ, अझै त घामहरू लाग्छ, पानी अलिअलि सुक्छ, अन्त अलिक पछाडि चाहिँ यताउता पानी परिहाल्छ, त्यताबाट जुगाड भइहाल्छ होइन। कुम्भकर्ण जस्तो सुत्यो भने चाहिँ माछाहरू सबै मरिदिन्छ नि त। फेरि हेर्नुहोस् आज यो बिउ रोप्नुपर्ने, यो बिउ चाहिँ मैले नोक्टाएर बजारबाट ल्याएको दिदीकोबाट, हेरौँ कतिको पलाउने रहेछ, यो चाहिँ बेलुका रोप्नु पऱ्यो भनेर राखेँ। आजको दिन चाहिँ यति मजाको भइरहेको थियो, यस्तो घाम लागिरहेको थियो होइन। त्यसपछि चाहिँ म चाहिँ आफ्नो कामतिर लागेँ। हेर्नुहोस् तपाईँहरूले के भन्नुहुन्छ, यो चाहिँ हाम्रो चाहिँ चिल्ले आरू छ, हामी चाहिँ आरू छ भन्छौँ प्रायः जति। अन्त यहाँनिर चाहिँ एक दुईवटा पाक्दै रहेछ नि, त्यो अलिअलि बिग्रेको जस्तो हुन्छ नि, त्यो चाहिँ पाक्दै रहेछ। त्यहाँदेखि त्यो चाहिँ म चाहिँ हेरेँ होइन, खान त हुँदैन किनकि अझै त त्यो मिठै हुँदैन नि त। अन्त बाजे घाँस काट्नु हुँदैछ यहाँनिर, अन्त म घर फर्किआएको, आमाले चाहिँ ब्रस गर्नु हुँदैछ। हेर्नुहोस् त आमाको चाहिँ ब्रस गर्ने टाइमिङ नै छैन, किनकि कतिजनाको चाहिँ हुन्छ नि जहिले टाइम पाउँछ फ्री पाउँछ त्यति बेला ब्रस गर्नुहुन्छ। आमाले पनि त्यही हो, भर्खर ब्रस गर्नु हुँदैछ खानासाना खाएर। अनि त्यसपछि हामी दिउँसो काम चाहिँ आज आमा छोराको चाहिँ दाउरा बोक्नु पर्ने। घाममा त्यसै अल्छी लाग्यो भनेर बसिरहनु भन्दाखेरि चाहिँ बरु घाममै निक्लेर काम गरे पनि हामीले अल्छी पनि लाग्दैन, हाम्रो काम पनि भइरहन्छ। अलिअलि शीतलमा चाहिँ जोगिँदै काम गर्नुपर्छ, किनकि घाममा कन्टिन्यू बस्यो भने चाहिँ टाउको दुख्ने गर्छ होइन। अन्त हामी चाहिँ यतातिर बोक्ने भयो। यसपालि चाहिँ चियापत्ती पनि टाइमिङ टिप्ने नमिलेर धेरै हुर्किएर बिग्रियो नि त चिया पनि होइन। अन्त म चाहिँ माथि बारीमा गएको, हेर्नुहोस् न पहिला आपाले रोपिराखिदिनु भएको यो सुन्तला चाहिँ यसपालिदेखि चाहिँ दामी फल्नु थालेछ, ठ्याप्पै फल्ने रहेछ। खासैमा हाम्रो ठाउँ चाहिँ फल्ने खालको चाहिँ होइन, धेरै चिसो भएर फल्दैन, तर यसपालिदेखि चाहिँ दामी फलेछ है, ठ्याप्पै फलेछ। आमा र म गफ गर्दै थिएँ होइन, कति साल भएको थियो आज चाहिँ फल्यो, अब चाहिँ फल्ने रहेछ भने होइन। मैले आजै देखेको ठ्याप्पै फलिरहेको रहेछ, तर यहाँनिर बाँदरले यताउता गरेर हराइहाल्छ। खानु त त्यस्तो पाउने त होइन, त्यस्तो गुलियो पनि हुँदैन, अमिलो हुन्छ। आमाले चाहिँ सकि नसके यति बेसी बोक्नु भयो कि दाउरा, अन्त म पनि त बोक्नै पऱ्यो। फेरि आमाको अगाडि अलिक कम्ती बोकेर त भएन, फेरि आमाले हेपिहाल्नुहुन्छ नि त, अलिक कम्ती बोक्यो पनि ऊ भन्दा त अलिक धेरै बोक्नुपर्छ, किनकि केटा मान्छे भएर कम्ती बोक्यो भनेर आमाले फेरि गाली गरिहाल्नुहुन्छ हो। सिक्किमको स्काई वक चाहिँ मलाई जानु यति साह्रो रहर थियो, जानु पाएकै छुइनँ, किनकि हेर्नुहोस् न म चाहिँ यहीँनिर हिँडेर मेरो मनलाई बुझाउँदैछु होइन। किनकि यो पुल चाहिँ स्काई वक जत्तिकै छ, मुनि केही सपोर्ट पनि छैन हो, एउटै बाँसको सहाराले गर्दाखेरि चाहिँ यो पुल थामिरहेको छ। मेरो र पुलको उमेर चाहिँ अलिक सँगसँगैको होला, तर यो अलिकति मभन्दा भाइ नै हो, किनकि मलाई थाहा छ यो पुल बनाउँदैको अलिअलि। अन्त आज चाहिँ म चाहिँ आमालाई चाहिँ के गरौँ मैले चाहिँ आमालाई प्र्याङ्क गरौँ सोचिरहेको थिएँ होइन, के गरौँ, किनकि आमा चाहिँ धेरै डराउनुहुन्छ नि त के यता जङ्गलतिर हिँड्दाखेरि चाहिँ। अनि मैले प्र्याङ्क भिडियो पनि एउटा बनाएको छु, त्यो चाहिँ मैले बादमा अपलोड गर्छु है कुनै टाइम। तपाईँहरू हेर्नुहोस्, यो चाहिँ यही भ्लगको एउटा सानो किस्सा है, तपाईँहरूलाई देखाउने कोसिस गरेको छु। अन्त हेर्नुहोस् न दाउरा बोकिसक्यो, घाम पनि यस्तो लागिरहेको थियो, पसिना यस्तो डरलाग्दो निक्लेको होइन। हेर्नु न पानीहरू चाहिँ तातेर माछाहरूलाई यस्तो बिजोग भइरहेको रहेछ। फेरि माछा हेर्नुहोस् न यसपालि यस्तो मर्नु थाल्यो, अस्ति भर्खर मरेकै थिएन होइन, किन मऱ्यो सानो माछाहरू त धेरै मर्नु थालेको छ होइन। अन्त गरमले चाहिँ हेर्नुहोस् न, गरम पनि अति नै गरम हुन थालेको छ नि त अहिले त। माछाहरूलाई पानी तातेर हेर्नुहोस् न यस्तो बिजोग भइरहेछ यिनीहरूको, किनकि पानी चाहिँ 24 आवर्स चाहिँ पुरा हेर्नुपर्छ, रनिङ वाटरै चाहिन्छ, किनकि हाम्रो चाहिँ पानी अलिक सानो भएको कारणले गर्दाखेरि पनि तातिरहेको हुन्छ। अन्त आमाले चाहिँ पकाउनु भएछ लन्च चाहिँ अब यस्तो डरलाग्दो पकाउनु भएछ, जसमा कि त्यो लन्च खाँदाखेरि चाहिँ अब तपाईँलाई भात खाएको सब्जी खाएको सबै फिल आउने खालको, किनकि वाइ पकाउनु भएको रहेछ। अन्त सानोमा यसरी चिनी खान्थ्यो कि काँच्चै, अझ कपमा अलिकति देखेँ नि त, खाइरहेको त कस्तो लाग्यो नि त मलाई त चिनी त। किनकि सानोमा चाहिँ मैले स्कुल जानुभन्दा अगाडि चाहिँ भातसँग चिनी खान्थेँ, अन्त रुयो भए पनि बाजेहरू चाहिँ मलाई चाहिँ चिनी दिनुहुन्थ्यो, किनकि चिनी चाहिँ यति मिठो लाग्थ्यो नि मलाई, केही पाएको जस्तै लाग्थ्यो क्या त मलाई। तपाईँलाई त्यस्तो हुन्छ कि हुँदैन, कतिलाई हुन्थ्यो होला। अचानक दादा आइपुग्नु भएछ दाउरा काट्नुको लागि, अन्त दाउरा चाहिँ चिलाउनेको थियो नि त, दाउरा साउरा काटिसकेर चाहिँ आएर चाहिँ नुहाएँ जिउ चिलाएर होइन। त्यसपछि चाहिँ म चाहिँ यहाँनिर हेर्नुहोस् न यो सागलाई उखालेर चाहिँ यहाँनिर चाहिँ मैले चाहिँ मुली लिएको थिएँ नि त बजारबाट, अघि तपाईँलाई देखाउँदै थिएँ नि त्यो मुली र यहाँ मुला चाहिँ रोपौँ भनेर चाहिँ यो चाहिँ सबै उखालिदिउँ भनेको, किनकि यस्तो मजाको फुलिरहेको रहेछ, उखाल्नु पनि माया लाग्दै थियो। तर के गर्नु, यो खानु पनि नहुने, बिउ त अलरेडी राखिसकिहालेको छ, यो जस्ट सिन जस्तो मात्रै भइरहेछ, यसलाई उखालेर बाख्रालाई घाँस लगाइदिन्छु भन्नुभयो बाजेले। त्यसपछि म उखाल्न थालेँ फटाफट। यहाँनिर यो पहिलाको ग्रिन हाउस थियो, कसले पहिला पनि भ्लग हेर्नु थियो उनीहरूलाई थाहा छ, किनकि यो चाहिँ अस्ति हावाले भर्खर लडाइदिएको नि त हाम्रो डल्लै ग्रिन हाउस चाहिँ। त्यसपछि यहाँनिर चाहिँ माटो मलिलो रहेछ, यो माटो मलिलो माथि चाहिँ मैले चाहिँ मुली रोप्ने प्लान गरेको छु।
हाम्रोपट्टि लेक हो कि औल चाहिँ होइन, तर हजारी इस्कुस चाहिँ अलिक छिट्टो फल्ने गर्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो बाजेले चाहिँ यसपालि हजारी इस्कुस रोप्नु भएको रहेछ नि त। एकै सालमा हेर्नुहोस् न यति छिटो बढेर पनि फुल्नु थालिसकेछ। बाजेले चाहिँ एकदमै रहर लागेर यसमा चाहिँ पुरा स्याहार्दैछ नि त अहिले। बाजेलाई भोलि पर्सि यो बेच्छ नि त बाजेले इस्कुसहरू अलिअलि, त्यही भएर चाहिँ बाजेले थाङ्रा लाउनु हुँदो रहेछ। त्यसपछि म बिउहरू आएर रेडी भएँ, अब चाहिँ रोप्नु पर्यो भनेर। रोप्नको लागि चाहिँ मैले सानो सानो खाल्डा बनाएँ किनकि मलाई सजिलो हुन्छ भनेर, हातले कोट्याउनु लागि चाम्रो रहेछ। त्यसपछि मैले खाल्डा सानो सानो बनाएँ अनि चाहिँ बिउहरू राख्दै राख्दै गएर चाहिँ रोप्नुपर्ने। मलाई चाहिँ यस्तो बारीहरू चाहिँ सानो सानो वेस्ट भइरहेको छ भने यति साह्रो लोभ लाग्छ होइन, के रोपौँ भनेर पुरा माइन्डमा कुरा खेल्छ नि त। त्यही भएर चाहिँ म चाहिँ यस्तो ग्याप भएको जग्गामा, ग्याप रहेको जग्गामा चाहिँ के आएर रोपिदिन्छु नि त। मैले चाहिँ साग चाहिँ उखालेर थाक पारिराखेको थिएँ। बाजेले चाहिँ आएर फेरि जरा काट्नु हुँदो रहेछ किनकि यो चाहिँ बाख्रालाई दिने अरे नि त बाजेको, खोले दिन्छु भन्नुहुँदै थियो। तर बिमार पनि हुन्छ होला, यो त फुलेको रहेछ भन्दै थियो, हुँदैन होला साग त अब केही हुँदैन होला भन्नुहुँदै थियो। त्यसपछि बाजे चाहिँ जरा काट्दै थियो, म चाहिँ यता मुली रोप्दै थिएँ। मुली रोपिसकेर मलाई फेरि एउटा याद आयो किनकि मैले सोचिरहेको थिएँ अस्तिदेखि गदावरीको अब कटिङ राख्नुपर्ने। गदावरीको कटिङ राख्नुको लागि चाहिँ यो बोल निकालेँ। यो बोल चाहिँ अलरेडी फाटिसकेको थियो नि त। यो पहिला म कालिम्पोङमा काम गर्दाखेरि मैले रुममा चलाउने लुगा धुनको लागि चलाउँथेँ नि त। यो बोलहरू चाहिँ अहिले चाहिँ घरमा आएर लथालिङ भएर चाहिँ फाटेछ। अन्त माथि के को हल्ला भएको जस्तो लाग्यो, मतलब घरतिर यसो टाउको उठाएर हेरेँ होइन। त्यसपछि यहाँनिर मल चाहिँ मैले पुरानो मल यो पटमा उफ्रेकोलाई चाहिँ त्यहाँनिर लगाउँदै थिएँ होइन, किनकि मलाई त्यस्तो आइडिया त थिएन। तर भए पनि गर्नैपर्छ, अब दिदीहरूले गर्दै गर्ने काम सबै मैले यताउता हेर्दै पर्छ किनकि फुलहरू त अलिअलि रोप्नुपर्छ। घरतिर फुलहरू फुलिराखेको छ भने चाहिँ मजा लाग्छ नि त, मनलाई एकदमै खुसी लाग्छ फुलहरू फुलेको देखे पनि। त्यसपछि म यहाँनिर गदावरी कटिङ राख्नको लागि चाहिँ गदावरी टुप्पी काट्न थालेँ। पहिला चाहिँ मैले हातले भजाउँथेँ, हातले भजाउँदाखेरि चाहिँ हाम्रो त्यसको फुलको त्यो छाला उक्किन्छ नि, त्यही भएर चाहिँ जरा गर्नु साह्रो पर्छ भनेर चाहिँ मैले कैँचीले काटेको होइन। त्यसपछि मैले चाहिँ यस्तो नयाँ स्टाइलमा चाहिँ भिडियो गर्नु पऱ्यो भनेको त भएन, भइहाल्छ भनेर चाहिँ त्यसपछि खानासाना खायौँ हामीले। रात परिसकेको थियो आज, तर मेरो भ्लग चाहिँ सकेकै थिएन किनकि बाजेको यहाँनिर हातमा घाउ थियो नि त। अस्तिको घाउ चाहिँ अलिकति जाती भएछ, तर बाजेलाई पुरा पेन भएर नि त्यसपछि चाहिँ मैले फेरि पनि सफा गरिदिनु भएको किनकि सुक्दै रहेछ। अब सुक्नुको लागि दुखेको होला भनेर त्यस्तो लाग्यो हो। अनि बनमारा मारेर फेरि पनि बाँधेर दबाई सबै लगाएर बाँधिदिएँ। अनि त्यसपछि बाजेलाई यतिकै राख्ने, भोलि पर्सि त जाती हुने रहेछ भने बाजेलाई। अनि त्यसपछि चाहिँ माछालाई अलिकति चारो लगाइदिने प्लान गरेँ किनकि आफू त खाइहाल्यो, अन्त माछाको बच्चाहरूलाई चाहिँ केही हाल्नै बिर्सेछु नि त। कसले लास्टसम्म हेर्नुभयो तपाईँहरूलाई चाहिँ एकदम स्पेसल थ्याङ्क यू सो मच है। कसले लास्टसम्म हेर्नु भएको छ। आजको भ्लग चाहिँ यतिमै राख्दै सबैजनालाई बाई बाई, सी यू इन द नेक्स्ट भ्लग। अर्को भ्लगमा अवश्य भेट्नेछु। तपाईँको माया साथ सपोर्ट यसरी दिइरहनु होला। म फेरि पनि अर्को भ्लग लिएर आउनेछु है त। बाई बाई।